सबैलाई जयमश्री आज चाहिँ हामी चर्चिङ भोवा जाँदैछौँ। वेलकम टु आवर ब्लग। जहाँ हाम्रो यात्रा, हाम्रो गीत, भजन र सङ्गति र साथै नृत्यहरू, साथै वचनहरू र साथै हामी तपाईँको साथमा हुनेछौँ। सुरु गरौँ आजको। यो चाहिँ हाम्रो तयारी पिकनिकको लागि। ट्याप्राउन के छ दाइ? हाम्रो कुक सोनम साथीको चाहिँ एकदमै याद आइरहेको थियो हामीलाई। मण्डली परिवारबाट हामी पिकनिक जाँदैछौँ प्रभु। अनि जुन ठाउँमा तपाईँको महिमा आराधना हुनुपर्छ त्यो ठाउँमा तपाईँको शक्ति सामर्थ्य रोकिने छैनौँ भन्दा भन्दै हामीलाई टायरले रोक्न खोज्यो, तर हामी रोकिने छैनौँ। टायर पङ्चर चाहिँ यहाँ भारी छ है, त्यहाँ होइन। म चाहिँ होइन, पछाडिको हावा गएको जस्तो लाग्यो क्या। ए होइन यहाँ टायर चाहिँ ऊ भारी छ। के छ भाइ? खोइ ठिक छ भने किन लजाऊ? हामी एकदमै राम्रो ठाउँमा रोकिएका थियौँ। हामी वरिपरि घुम्नलाई निस्क्यौँ। त्यस्तो ल ल ल कुर्कुरे नखाऊँ भने मान्छे पक्का बोकी बोकेर गइसक्यो, हामी चाहिँ यहाँ बसेको यहाँ। खिचाएन ऊ भिडियो क्या। कस्तो गर्ने रे पोस्ट? खै दुईजना ल साथी हो कि दाइ भाइ हो? कस्तो है? ओए खतरा रहेछ यार यो। ओए त्यस्तो नहल्ला यार, भिडियो गरेर हो। ओए त्यस्तो नगरौँ, त्यस्तो छड्केन आइज उता। दोष यार, तिम्रो भिडियो बनाउने आएन क्या? कसरी बनाउनु त दोष यार? छड्केन ल ल ल
यो केटा हो हल्ला हो यो ब्रिजलाई ओए 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 हली चाहिँ खतरा गाइस हामी चाहिँ यहाँ गाडी बिग्रेर साइडमा रमाइलो गर्न आएका थियौँ र देख्न सक्नुहुन्छ यहाँको खोला नाला हरियाली भ्यू राम्रो छ राम्रो टायरले हामीलाई रोक्न सकेन हामी फेरि यात्रामा निस्क्यौँ गाडीले हामीलाई भर्खरै छोडेर जानुभएको छ हाम्रो भिड माथि बुझ्यो यात्रा हामी उकालो चढ्दैछौँ है बजु सकिन्छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई यसको माया छ Finally, we have came to our destiny. नियरमा धेरैजना मान्छेहरू आएको छन् हाम्रो बाबुजी भाइ हाम्रो टिमहरू आउँदैछन् र हजुरलाई कस्तो लागिरहेको छ एकदम लाइट राम्रो छ हो ल अनि हजुरलाई कस्तो लागिरहेको छ बजु राम्रो लागिरहेछ हो भवाल छ अनि काकी कस्तो लाग्यो त यात्रा अल्छी लाग्यो हावा चलिरहेछ एकदम रमाइलो भइरहेछ है आज अनि बाटो कस्तो त आन्टी रमाइलो भयो है अनि बजु कस्तो लागिरहेछ तपाईँलाई ठिक छ त्यसैले हाम्रो प्रवीणले उसको लागि फुल टिभी राखेको छ अनि हजुरलाई त कस्तो लागिरहेछ मजा लागिरहेछ अनि अङ्क के भन्नु चाहनुहुन्छ ठिक छ आजको पिकनिकलाई लौ राम्रो ह्याप्पी भइरहेछ है ल ल आम भाइ के भन्नु चाहनुहुन्छ खै त भाइको फुल खै फुल ओ ल अनि यताबाट केही जाओस् छैन केही एकदम रमाइलो भयो अमेजिङ रमाइलो छ राम्रो यहाँको हावा मिठो लाग्यो हावा मिठो लाग्यो ओके धेरै नखाऊ है म पनि खान्छु हावा अनि हजुर कस्तो लागिरहेछ ल निजलाई कस्तो लागिरहेछ हाम्रो आन्टीलाई रमाइलो लाग्छ रमाइलो धेरै कति रमाइलो
यता हाम्रो मिसलाई ल अन्त आन्टी के शब्द भन्न चाहनुहुन्छ पिकनिकमा यसपालि 2083 सालमा हामी यो ठाउँमा आएका छौँ प्रभुलाई धन्यवाद है ल एउटा यहाँ निदाइसकेको छ ल काकी के भन्न चाहनुहुन्छ मैले हजुर अब परमेश्वरलाई यहाँसम्म ढोर ल्याउनु भएको लागि धन्यवाद ल हजुर के भन्न चाहनुहुन्छ ह्याप्पी न्यू इयर ह्याप्पी न्यु इयर अनि अरू के भन्न चाहनुहुन्छ ह्याप्पी न्यू इयर स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् हजुरलाई कस्तो लागिरहेको छ कति बाक्लो भयो होइन बादल मिश्र बतासहरू गालीहरू अन्न र गालीहरू बादल मिश्र बतासहरू उपस्थितिको लागि हामी तपाईँलाई धन्यवाद जनाउँदछौँ तपाईँको आत्माको भरपुरीको लागि हामी तपाईँलाई धन्यवाद जनाउँदछौँ आज हामी
धेरै कुराहरू नयाँ कुराहरू हुन आउँदछ तर यो वर्षले यो परमेश्वरसँगको सङ्गतिले परमेश्वरको अनुग्रहले तपाईँ र मेरो जीवनमा आत्मिक नामीको हाम्रो विश्वासमा वृद्धि हुँदै विश्वासमा वृद्धि हुँदै उहाँको सेवामा उहाँको सेवकाईमा हामी सबैजना समर्पण यो नयाँ वर्ष दोस्रो कुरो 5:17 मैले अङ्ग्रेजीमा लेखेको छु Therefore, if anyone is in Christ, जो कोही ख्रिस्टमा छ भने न्यू क्रिएसन हेज कम नयाँ सृष्टि सबै कुराको लागि आउनुहोस् हामी जोरदार ताली बजाएर परमेश्वरलाई हामी कार्यक्रमलाई मागेका छौँ। आउनुहोस् हामी यो समय एउटा सूचनाहरू चाहिँ यस प्रकार रहेको छ। आज हाम्रो टिम रहेको छ युथहरूको युथ क्याम्प रहेको छ र युथ क्याम्प 8 गते बेलुकादेखि लिएर 11 बजेसम्म बालकुमारीमा 7 बाटोमा रहेको छ। इन्ट्री फी 4 दिनको लागि 300 मात्र रहेको छ र यो चाहिँ जवानहरूलाई विशेष गरी जवानहरूलाई चाहिने शिक्षा एकदमै ध्यानमा र आजको हाम्रो सङ्गति पनि सकिएको छ र जय मसी सङ्गति सकिएको छ र यो हाम्रो ग्रुप फोटो ल नयाँ वर्षको हाम्रो पिकनिकको सङ्गति ठ्याक्कै सकिएको छ। हाम्रो सर्दीसँगको सर्दी भाग्नुभयो। ल सर्दी के भन्न चाहन्छ आज पिकनिकको बारेमा? ह्याप्पी न्यू इयर सबैजनालाई। यो के युट्युबमा आउँछ? अरू के भन्नु र है? अनि हाम्रो बहिनी के भन्न चाहनुहुन्छ? नयाँ वर्ष हेलो आज चाहिँ हामी यस सुन्दर ठाउँमा पिकनिक खान आएका छौँ। 2083 सालको पिकनिक चाहिँ एकदमै रमाइलो भएको छ। हेर्नुहोला एकदमै रमिलो ठाउँ र एकदमै हेर्न लायकको ठाउँ घुम्न लायकको ठाउँ चाहिँ यहाँ रहेछ। यस आन्टी के ल्याऊ हेलो हेलो स्वर्ग कि परिहरू ओ स्वर्ग राजकुमार ओ अर्को राजकुमार के छ?
हाम्रो पिकनिक कार्यक्रम असल भइरहेको छ। पढ्नु न यसमा पिकनिक कस्तो लाग्दैछ? रमाइलो। कस्तो लाग्दैछ? प्रशान्त पिकनिक कस्तो लाग्दैछ? हाम्रो आन्टीहरूलाई पिकनिक कस्तो लाग्दैछ? एला खतरा। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। ओ हुन् फेरि बादलमा आउनु हुने, ओ हुन्। मण्डली भन्छ एउटा ईश्वरमा, मण्डली मलाई हटाउन नदिनुहोस् मेरो नजरहरू। हाँस्नु न। ब्राइटनेसबाट हुन्छ। हावाले चाहिँ हाम्रो स्वर सबै ढाकिसकेको थियो र पनि परमेश्वरलाई महिमा होस्। हामी प्रार्थना गरेर फर्क्यौँ। नेपालको छोरी, नेपालको छोरी है।
ल नयाँ वर्षको